आज हामी बिजनेस इन्भाइरोमेन्ट बीबीएस थर्ड इयर अन्तर्गत रहेको पहिलो च्याप्टरमा एक्जामको ओरिएन्टेड भएर एक्जाममा आउन सक्ने केही नोट्सहरूको बारेमा र एक्जाममा आउन सक्ने क्वेसनहरूको बारेमा आज फुल एक्सप्लेन गर्नेछौँ। तो बिजनेस इन्भाइरोमेन्टको युनिट 1 मा सुरुमा छ बिजनेस इन्भाइरोमेन्टको इन्ट्रोडक्सन छ हैन। अब यसलाई भन्छ व्यावसायिक वातावरण भनेको के हो भनेर भन्छ। अब सबभन्दा पहिला त व्यावसायिक वातावरण भनेको के हो भन्दाखेरि चाहिँ अब व्यवसायमा गरिएका जति पनि गतिविधिका क्रियाकलापहरू हुन्छ त्यसलाई बाहिर तरिकाले हैन कसरी इफेक्ट परिरहेको हुन्छ, कुन कुन कम्पोनेन्ट्सले त्यहाँ असर परिरहेको हुन्छ र व्यवसायलाई अलिकति सञ्चालन गर्नका लागि महत्त्वपूर्ण भूमिका के कम्पोनेन्ट्सले भूमिका गर्छ, महत्त्व पुर्याउँछ भन्ने कुराहरूको बारेमा चाहिँ यो बिजनेस इन्भाइरोमेन्टको इन्ट्रोडक्सनमा भन्छ र आज हामी यसको बारेमा विस्तृत रूपमा छलफल गर्नेछौँ। सबभन्दा पहिला रहेको छ बिजनेस इन्भाइरोमेन्टका केही कम्पोनेन्ट्सहरूलाई हामी क्यारेक्टरिस्टिक्सको रूपमा लिएका छौँ। फिचर्स पनि भन्न सकिन्छ यसलाई। जस्तो पहिलो छ फिचर चाहिँ छ कम्प्लेक्स छ है, यो अलिकति जटिल हुन्छ। दोस्रो रहेको छ डाइनामिक हुन्छ, अलिकति गतिशील मल्टिफेसेट भनेको यो बहुआयामिक हुन्छ। त्यस पछाडि अर्को रहेको छ फार रिचेड इम्प्याक्ट, यसमा पारस्परिक रूपमा अलिकति प्रभावहरू पर्न सक्छ। त्यस पछाडि एग्रिगेट अफ फ्याक्टर हैन, तत्त्वहरूको एकीकृत हुन सक्दछ। इन्टरलिङ्क्डनेस भनेको यो एकअर्कामा अन्तर सम्बन्धित हुन्छ। रेसिप्रोकल भन्छ। त्यस पछाडि पारस्परिक हुन्छ। यसरी नै यो क्यारेक्टरिस्टिक अफ बिजनेस इन्भाइरोमेन्टको बारेमा हामी छलफल गर्छौँ। त्यसै गरी अब यसमा पढ्नुपर्ने मोस्ट इम्पोर्टेन्ट एक्जामको लागि यो भिभिआई नै हो। यसमा चाहिँ यो आउनुपर्ने कुराहरू के छ भन्दाखेरि चाहिँ कम्पोनेन्ट्स क्लासिफिकेसन अफ बिजनेस इन्भाइरोमेन्ट। अब बिजनेस इन्भाइरोमेन्टलाई चाहिँ यसका कम्पोनेन्ट्स भनेको दुईवटा हुन्छ। एउटा भनेको एउटा इन्टर्नल इन्भाइरोमेन्ट हुन्छ, अर्को भनेको एक्सटर्नल इन्भाइरोमेन्ट हुन्छ। अब इन्टर्नल इन्भाइरोमेन्टमा केही पोइन्टहरू राखेको छौँ। के हुनसक्छ इन्टर्नल इन्भाइरोमेन्टलाई के कम्पोनेन्ट्सले इफेक्ट परिरहेको हुन्छ भन्दाखेरि चाहिँ अर्गनाइजेसन गोल एन्ड पोलिसीको बारेमा, त्यस पछाडि अर्गनाइजेसन रिसोर्सेसको बारेमा, अर्गनाइजेसन कल्चरले र अर्गनाइजेसन स्ट्रक्चरले। अब जस्तो गोल एन्ड पोलिसीले पनि एक्सटर्नल इन्भाइरोमेन्टका जुन बिजनेसहरू छ त्यसलाई इफेक्ट परिरहेको हुन्छ। कसरी गोल बनाउने, कसरी पोलिसी बनाउने। त्यस पछाडि अर्को रहेको छ अर्गनाइजेसन रिसोर्सेसहरू। अर्गनाइजेसनमा चाहिएका जति पनि रिसोर्सेसहरू छ, अब त्यो रिसोर्स भनेको एउटा टेन्जिबल रिसोर्स पनि हुनसक्छ, इन्टेन्जिबल रिसोर्स हुनसक्छ। त्यसै गरी अर्को रहन्छ अर्गनाइजेसन कल्चरहरू हुन्छ, त्यहाँको स्ट्रक्चर हुन्छ, कुन डिपार्टमेन्टले कसरी अर्गनाइजले फर्म गरिरहेको हुन्छ भन्ने कुराहरू पनि स्ट्रक्चरमा इन्टर्नल इन्भाइरोमेन्टले यसका एलिमेन्ट्सहरू या कम्पोनेन्ट्सहरूले यहाँ रहेको छ। त्यसै गरी अर्को रहेको